यो एउटा गाई धेरै चर्चाको विषय बनेको छ। भनाइ छ यो गाई एउटा दोकानको मालकिन हो भनेर। हामी देख्न सक्छौँ कसरी यो गाई आफै आएर दोकानको दैलो खोलेर भित्र गएर आफ्नो जग्गामा बस्ने गर्छ। गाई सधैँ आफ्नो टाइममा आएर दोकानमा बस्ने गर्छ। गाईको यस्तो व्यवहार देखेर सबै छक्क पर्छन् र फोटो र भिडियो बनाउने मान्छेहरूको लाइन लाग्छ। तपाईँको यस्तो भिडियोबारे के विचार छ कमेन्टमा जनाउनुहोला र गौमाताको लागि एउटा लाइक गरिदिनु।